धादिङको एउटा सानो गाउँमा भीम भन्ने किसान बस्थ्यो। बिहान सूर्य उदाउन साथ ऊ उठ्थ्यो, गोरु जोत्थ्यो, खेतमा काम गर्थ्यो। माटोमा पसिना झार्दै काम गर्ने उसको बानीले गाउँका सबैले सम्मान गर्थे। भीमसँग धेरै सम्पत्ति थिएन, सानो जमिन र 2 गोरु मात्रै उसको आधार थिए। तर ऊ परिश्रमी थियो र आफ्नो श्रमलाई नै धन ठान्थ्यो। गाउँलेहरू प्राय गुनासो गर्थे, हाम्रो खेतमा पानी छैन, फल्दैन। तर भीम कहिल्यै हार मानेन। ऊ बिहानै खोलाबाट पानी तानेर खेतमा ल्याउँथ्यो। केही वर्षसम्म निरन्तर मेहनत गरेपछि उसको बन्जर जमिन हरियो धानबारीमा बदलियो। वरिपरिका गाउँलेहरू अचम्म मान्थे, एकै ठाउँमा हामीलाई फल्दैन भने उसलाई कसरी फल्छ? भीम मुस्कुराएर भन्थ्यो, माटोले त हरेकलाई फल दिन्छ, तर त्यसलाई माया र पसिना चाहिन्छ। बिस्तारै उसका फलफूल र धान बजारमा बेचिन थाले। आम्दानी बढ्दै गयो। ऊ आफ्नो गाउँमै सानो मिल खोलेर अरू किसानका अन्न कुट्न सहयोग गर्न थाल्यो। भीमको सफलता देखेर गाउँलेहरूले पनि मेहनत गर्न थाले। अब गाउँैको रूप बदलिएको थियो। पहिलेको बन्जर जमिन अहिले हरियाली खेतमा बदलिएको थियो।